विद्यार्थी समाजका सल्लाहकार र खनेवास गाउँपालिकाका प्रमुख अध्यक्ष आदरणीय रणबहादुर तामाङज्यूलाई विशेष अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथिको आसन ग्रहणको लागि बछाला देवी माध्यमिक विद्यालयमा अध्ययन गर्नुहुने आदरणीय र अहिले वर्तमान जुन उहाँ सेवाबाट पनि निवृत्त हुनुभएको छ हाम्रा आदरणीय वरिष्ठ इन्जिनियरलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहणको लागि म खनेवास गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपालीज्यूलाई अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। तयार गर्नको लागि 4 महिनाको समय लागेको छ। हामीले भदौदेखि नै यो किताब तयार गर्न भनेर सुरुवात गरेको हो र 2082 सालको वैशाख 1 गतेदेखि 3 गतेभित्र यो किताब विमोचन गर्ने भन्ने हामीले लक्ष्य राखेका थियौँ। विविध कारणले गर्दाखेरि केही समय ढिलो भएको छ र यो किताबमा भएका थुप्रै विषयवस्तुहरू अहिले हामी यो विमोचन प्रस्ताव यहाँहरूले हेर्नुहुनेछ र यो किताबको बारेमा थोरै कुरा गर्दा त्यसको बारेमा अहिले हाम्रो अध्यक्षज्यूले पनि यसको लागत खर्चहरूको बारेमा केही भन्नुहुने नै छ। यसमा थुप्रै विषयवस्तुहरू राखिएको छ। मान्य वर्तमान हाम्रो जिल्लाको मन्त्रीदेखि वडा अध्यक्षज्यूहरू र एउटा सहकारीको अध्यक्षसम्मको हामीले शुभकामना राख्ने यहाँ जमर्को गरेका छौँ र यो किताबमा खनेवास गाउँपालिकाभित्रका ऐतिहासिक विषयवस्तुहरू राखिएको छ। केही लेख रचनाहरू छ, कविताहरू छ र खनेवासको जुन बछाला देवी माध्यमिक विद्यालयमा अध्ययन गरेर प्रगति गर्नुभएका केही व्यक्तिहरूको हामीले व्यक्तित्व परिचय पनि राखेका छौँ र केही व्यक्तिहरूको परिचय यदि हामीले राख्दा छुटफुट भएको छ भने आगामी दोस्रो संस्करणमा हामी त्यो सच्याउने जमर्को गर्नेछौँ र यो किताब निर्माण गर्नको लागि थुप्रै लेखकहरूले थुप्रै लेखक साधकहरूले हामीलाई जुन कविताहरू उपलब्ध गराउनुभयो, हामीलाई लेखहरू रचनाहरू उपलब्ध गराउनुभयो र हाम्रो विद्यार्थीको 2044 सालदेखि 2081 सालसम्म एसएलसी दिने सम्पूर्ण साथीहरूको हामीले सम्भव भएसम्म नामहरू यहाँ राखेका छौँ। केही साथीहरूको नामहरू यदि छुट्न गएमा र अशुद्ध भएमा यहाँहरूले हाम्रो यो विद्यार्थी समाजलाई उपलब्ध गराइदिनु हुनेछ भन्ने आशा गर्दै आजको यस पुस्तकलाई विमोचन गरिदिनको लागि हाम्रो आजका यस कार्यक्रमका प्रमुख अतिथि मेघनाथ रिजालज्यू, विशेष अतिथि परशुराम तामाङज्यू र विशेष अतिथि रणबहादुर तामाङज्यू, विशेष अतिथि थलमान तामाङज्यू र हाम्रा यस संस्थाका अध्यक्ष बमबहादुर तामाङज्यूलाई संयुक्त रूपमा यो पुस्तक खोलेर विमोचन गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। र यो सहयोग गरिदिनको लागि म बाबुराम सरलाई हार्दिक अनुरोध गर्दछु। खै त ताली बजेन त ताली बजेन ताली बजेन
जापान पो देखियो, बच्छला देखिएन। जापान देखियो। सबैले पछला देखाइदिनु पछाडिको अलिकति त धन्यवाद। अब यो कुनै पेजमा विमोचनमा आउनुको त फाइदा हुनु पर्यो नि, सिग्नेचर सहित। ल यो एउटा किताबमा चाहिँ आदरणीय प्रमुख अतिथि र विशेष अतिथिज्यूहरूले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ र यो किताब चाहिँ हाम्रो संस्थाको कार्यालयमा नै रहनेछ र हामीले जम्मा 500वटा पहिलो संस्करणमा जम्मा 500वटा पुस्तक हामीले छापेका छौँ र पछि 2 महिनाभित्र यो किताब सबै साथीहरूले लिनुभयो भने फेरि हामीले 2 महिनापछि थप किताब छाप्न पनि सक्छौँ र यसलाई किवारमा राख्दाखेरि हराएर जाने अथवा सम्भव नहुन सक्छ। त्यस कारणले यो किताबै लिनको लागि म आग्रह गर्न चाहन्छु र यो किताब जसलाई हामीले दिन्छौँ, आज हामी यहाँ सहभागी भएकाहरूले केही किताबहरू जिम्मा लिएर लाने र अनि ल त्यो भइसकेपछि हामीले यो किताब लिने जुन विद्यार्थीहरूलाई किताब पनि दिने र 500 रुपियाँ लिएर उहाँहरूलाई साधारण सदस्य भनेर हाम्रो कार्य समितिले निर्णय गरिसकेको छ। त्यसै गरी मैले आसन ग्रहणको क्रमलाई यथावत राखेको छु। हाम्रो यो विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष शान्ता कुमारी तामाङज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। अब कसको हातबाट यो किताब विमोचन गर्ने भन्ने थुप्रै छलफल भयो। थुप्रै छलफलको बावजुद हाम्रो कार्य समितिले हाम्रो यस बछाडा माध्यमिक विद्यालय सञ्चालन गर्ने र बछाडा माध्यमिक विद्यालयको झन्डै 101 रोपनी जमिन विद्यालयको नाममा दिनको लागि ठुलो प्रयास गर्नु हो। त्यस कारणले हामीले उहाँको सम्मान स्वरूप आज हामीले यो पुस्तक विमोचनको लागि आदरणीय गुरु मेघनाथ रिजालज्यूकै हातबाट हामीले यो पुस्तक विमोचन गर्ने भन्ने निर्णय गरेर आज हामी यो पुस्तक विमोचन कार्यक्रम गर्न सफल भएका छौँ र यो पुस्तक विमोचन गरिदिनु भएकोमा म आदरणीय गुरुलाई फेरि पनि हृदयदेखि मेरो व्यक्तिगत तर्फ र यो संस्थाको तर्फबाट मुरीमुरी धन्यवाद एवं आभार व्यक्त गर्दछु। र अब छोटो स्वागत मन्तव्य राखिदिनको लागि म हाम्रो यस विद्यार्थी समाजका पूर्व अध्यक्ष शिवहरि रिजालज्यूलाई हार्दिक अनुरोध गर्दछु। आज विद्यार्थी समाजद्वारा बछला सन्देश पुस्तक विमोचन कार्यक्रममा भूतपूर्व अध्यक्षको नाताले एउटा मन्तव्य राखिदिनु धन्यवाद। सम्पूर्ण उपस्थित हजुरबा पर्नुभयो गुरुवर्गहरू साथीभाइहरू काका सम्पूर्णमा मेरो तर्फबाट धेरैदेखि नै नमन। यो भूपू विद्यार्थी गर्ने हामी धेरै सरसल्लाह गऱ्यौँ। अरू स्कुलहरूको भइसक्यो, धेरै कार्यक्रमहरू भइसक्यो, हाम्रो चाहिँ किन भएन भन्ने कुरा पनि गर्नु सुरुमा गर्दाखेरि के गर्न सक्छ के हुन्छ भन्ने कुराहरू पनि भयो। तर लास्टमा चाहिँ म के भन्छु भने आज त एउटा हिस्ट्री इतिहास लेख्यो, यो भनेको इतिहास हो।
सुरुदेखि अहिलेसम्मको इतिहास चाहिँ लेखियो। अब यसलाई कन्टिन्युटी लिएर जानको लागि तपाईँ हामी नै हातेमालो गर्दै यो र उसले गर्ने उसले गर्ने नभनिकन समितिमा बस्ने मात्रै गर्ने होइन, हामी सबै गर्न मिल्छ। हामी सबै मिलेर यसलाई अलिक अगाडि बढाउँ, पथलालाई हाम्रो एरियालाई हाम्रो स्कुललाई अझै अगाडि चिनाउँ भन्दै मेरो मन्तव्य यही बिदा हुन्छ। धन्यवाद शिवहरूलाई। शिवहरूले यो भाषण पहिल्यैदेखि एकदम मिठो छोटो गर्छ, हेर नाम आउँदै गरेर धेरै धन्यवाद छ। अब यसै गरी छोटो शुभकामना मन्तव्य राखिन म शिक्षकहरूको तर्फबाट भिरकुराम रिजाल सरलाई हार्दिक अनुरोध गर्छु। सरलाई सम्मान दिनुपर्छ। धन्यवाद। यहाँ उपस्थित हुनुहुँदा अब सबैले अतिथि सतिथि थिए भने माथि तर्फ पाउनेहरू यहाँलाई मेरो नमस्कार। दोस्रो मेरो भाइ बहिनी सारा धेरै जस्तो भाइ बहिनी अगाडि काका के अरे मेरो भतिजा बस्छ भने मभन्दा बुढो हुँदा के भन्ने चलन रहेछ भने भोक्तिया भन्ने चलन रहेछ। मभन्दा ऊ जेठो हुन्छ भने भोक्तिया। अब सन्दर्भ यही विद्यालयकै आउँछ। अब अशोक के भने त्यो मलाई चाहिँ अलिकति नरमाइलो लागेको पक्ष के छ भने यो किताब तयार हुँदा हामीलाई पनि यसो संविधानलाई यसो विचार राखेर हामी बोल्न सक्छौँ कि होइन। मलाई त्यो दुखाइ चाहिँ त्यति हो, अरू केही छैन। तर हामीले बनाएको त्यो फुल हो, बगैँचा हो। आजभोलि साह्रै छ। हामी त्यो बेला कोपिला थियो, अहिले त्यो विद्यालय कस्तो भएको छ भने फुल फक्रेर टाक्दा ठिक्क अब यौवन अवस्थामा गएको थियो, बालक अवस्थामा थियो। यहाँले जति दुःख गर्नुभयो, भाइ बहिनीहरूले त्यहाँ पनि जति पनि दुःख गर्नुभयो, शिक्षक साथीहरूले जति दुःख गर्नुभयो, अब आउने साथीहरूले पनि त्यतिकै मेहनत गरिदिनु होला र हाम्रो त्यहाँ भएका भाइ बहिनीहरूको भविष्य अझ उज्जवल हुँदै जाओस् भन्ने कामना गर्दै म सानोको तपाईँ यही छुट्याउँछु। धन्यवाद। सरलाई दैलेखमा हामी गएको भिरगु सरहरू हामी 8-9 दिन अनि नाताले चाहिँ अब भाइ भतिजो भए पनि छोरा पर्ने भए नि बुढो छ भनेदेखि यो पुस्तकको बारेमा यसरी यहाँ भएका विषयवस्तुहरू छोएर अनि छोटो परिचय राखिदिनको लागि यो पुस्तक निर्माणको लागि अहोरात्र खटिनु हुने र थुप्रै उहाँले तामाङ भाषाको एउटा किताब पनि लेखिसक्नु भएको छ। आहान उखानलाई अलि मिलाएर आहान भनेर र त्यो किताबको विमोचन हामीले धादिङदेशीमा गएर मलाई केही अनुरोध गर्नुभयो। केही साथीहरू जम्मा गरेर हाम्रो तामाङ झेलुङ सङ्घ र मेरो गुडिया हाउस लगायत केही मिलेर हामीले त्यो किताब पनि विमोचन गरिसक्यौँ। त्यो किताब विमोचनको त्यो लेखक अथवा सङ्कलक बाबुराम फ्युवा हुनुहुन्थ्यो र उहाँले यो चाहिँ जुन मातृभाषाका कविताहरू लेख्ने जुन थुप्रै मातृभाषाका लेखकहरूको बिचमा तामाङ भाषाको जुन कविता लेख्नको लागि उहाँलाई प्रज्ञा प्रतिष्ठानबाट जुन अवसर मिलेको थियो र त्यसरी उहाँले त्यो पनि गरिसक्नु भएको छ र यो बच्चालाई सन्देश बनाउनको लागि उहाँको ठुलो योगदान छ। र त्योभन्दा अगाडि म केही आशंका मैले त अघि नै गरिसकेका छु, तर भर्खरै हाम्रो रिजाल सेवा समाजका अध्यक्ष रामप्रसाद रिजालज्यूलाई अतिथिको आसनको लागि म हार्दिक अनुरोध गर्छु। त्यस्तै समकक्षी साथी पनि आउनु भएको छ हाम्रो पूर्ण तामाङज्यू, उहाँलाई पनि अतिथिको आसनको लागि म हार्दिक अनुरोध गर्दछु। र यो किताबको बारेमा छोटो विश्लेषण गरिदिनको लागि म यो लेखन कार्यमा यसको डिजाइन गर्ने कार्यमा लाग्नुभएका मैले उहाँको बारेमा थोरै कुरा अघि नै बताएँ आदरणीय हाम्रो यस समाजका सल्लाहकार बाबुराम फ्युवाज्यूलाई यहाँ निम्ताउँछु। बिचरा सबैलाई
नमस्ते। बच्चाला सन्देश र त्यहाँ पढेकोहरू पढाउनु भएकोहरू कहाँ के हुँदैछ भन्ने कुराको एउटा दस्तावेज गर्नलाई त्यति सजिलो त थिएन। अघि भिडु सरले भन्नुभएको जस्तो तर लेख्न चाहनेहरू चाहिँ धेरै नै हुनुहुँदो रहेछ भन्ने कुरा उहाँको भनाइबाट पनि थाहा हुन्छ। किनभने मैले चाहिँ एउटा जस्तै हाम्रो कृष्ण किशोर सर लेख्नु भएन, त्यहाँको ऐतिहासिक पक्ष चाहिँ लेखिदिनुहोस् न तपाईँहरू। अरूलाई भन्दा हामी भलै जाति हिसाबमा जाउँ भने तामाङहरूमा लेख्य परम्परा छैन। जब जुन बेला मैले लेख्ने क्रम सुरु गरेँ हामी मात्रै खालि मौखिकमा हामी धनी होला, तर लेख्यम चाहिँ जेरो भएकोले तपाईँहरूमध्ये कसैले लिड गरिदिनु न। तर तपाईँको मात्रै होइन कि तपाईँले दाजुभाइ को हुन्छ सबैको जुन इन्टरभ्यू जस्तो नै गरेर तयार गर्नुभयो भने यो ऐतिहासिक पक्ष जुन बत्सला स्थापना हुनुको चाहिँ एउटा राम्रो पक्ष आउँछ भनेर भलै मैले एडिट गरेँ। त्यति चित्तबुझ अझ केही कुराहरू त्यसमा ऐतिहासिकतामा ऐतिहासिक पक्षमा जस्तै यहाँ एउटा रमाइलो पक्ष कन्टेन्टहरूको कुरा गरेँ। त्यसमा अब अहिलेसम्म बत्सला झुगु विद्यार्थी समाजले के गरे भन्नेमा आउने नै भइहाल्यो पहिलोचोटि। अनि अर्को कुरा अब हाम्रो विद्यालयको ऐतिहासिक पक्ष कस्तो थियो, कुन अवस्थामा चाहिँ यो स्थापना भयो र यसले के गर्दैछ भन्ने कुरा भयो। अर्को त्योभित्र चाहिँ त्यहाँबाट पढेर चाहिँ को कहाँ पुग्नु भएको छ त, के हुनु भएको छ भन्ने कुराको एउटा दस्तावेज। अरू त्यो एनेक्समा विद्यार्थीको नामहरू राख्ने त्यो कुराहरू त भलै सबै स्मारिकाहरूको हुन्छ नै। यहाँ अर्को एउटा ऐतिहासिक पक्ष जस्तै जहिले पनि सुन्छ धारी बेसीको रेकर्डै होला 101 रोपनी जग्गा 101 रोपनी जग्गा छ भन्ने थियो। त्यसको चाहिँ त्यो प्रमाणित के त भन्दाखेरि त्यहाँ देखिएको प्रमाणितहरूलाई पनि समावेश गर्न सकिएको छ। भला यो कुरा कतिलाई चाहिँ नपाच्य पनि हुनसक्छ, अपाच्य पनि हुनसक्छ। अनि यसमा चाहिँ एउटा रमाइलो पक्ष के देख्यो भने त्यही एउटा ऐतिहासिकतालाई जोडौँ। कुनै यस्तो बेला आएको रहेछ पक्कै पनि रिजाल परिवारमा ठुलै भूकम्प आएको हुनुपर्छ अथवा यस्तो चाहिँ परिवर्तनकारी चाहिँ सोच आएको हुनुपर्छ। 21 वर्षको साथीले पनि त्यो जग्गा दान गर्नु भएको छ क्या। त्यहाँ पढ्नु होला जस्तै 21 वर्षको उमेरमा मेरो जग्गा दान गर्नु भने त त्यो चाङ्गे चुङ्गे सल्लाहले भएन होला जस्तो लाग्छ कि। तर के भएको थियो त्यो अझै ऐतिहासिक पक्षमा आइदियो भने रमाइलो हुन्थ्यो। तर कृष्ण सरले त्यो कुराहरू चाहिँ सुन्नु भएको छैन। मलाई देखेको 21 वर्षको मान्छेले मेरो अंश दान गर्नु भनेको त नट ए जोक होइन। त्यो कुराहरूले अलिकति छुनु पर्ने। तर कतिपयले यो अब अर्कै पाराले पनि यो कुरालाई अर्को कोणबाट पनि विश्लेषण गर्न सकिन्छ नि त होइन। यो कुराहरूले गर्दाखेरि यो एउटा ऐतिहासिक पक्ष छ। अर्को एउटा जस्तै भूगोल विद्यार्थी अलुमनाई भन्नेहरू बनाउँछ नि, तर यो पनि हाम्रो जिल्लामा अन्त चाहिँ भन्न सकिँदैन। जस्तै हाम्रो यो सिद्धार्थ वनस्थली बुढा नीलकण्ठहरूसँग त कम्पेयर गर्न सकिँदैन। तर हाम्रो जिल्लामा चाहिँ पहिलोचोटि हुनुपर्छ यो जुन अब मैले थाहा पाएसम्म त्यो पनि हामी उत्तरी क्षेत्रलाई भनौँ न। यसरी चाहिँ एउटा विद्यार्थी भूगोल विद्यार्थी साथीहरूको पहलमा यस्तो एउटा दस्तावेज गर्नु हुने एउटा राम्रो पक्ष देखिन्छ। अर्को कुरा यो भित्र चाहिँ अब शिक्षाविद भन्ने डाक्टर भनौँ न हाम्रो नाथ कोइराला सरहरूदेखि लिएर गएर भर्खर पढिरहेको हाम्रै विद्यालयमा पढिरहेको विद्यार्थी भाइ बहिनीहरूको समेत छ। त्यसमा पनि सबभन्दा अब देखिरहने हामी जस्तो नेचुरलहरूलाई त त्यो के अरे मूल्याङ्कन गर्ने कुरो भएन। भर्खर लेखिरहेकोहरूको लेख हेर्ने हो भने त्यो मान्छेहरू हाम्रो उमेरमा हाम्रो लेभलमा पुग्यो भने उनीहरूको लेख कस्तो होला भन्ने कुरा तपाईँहरूले त्यहाँ मूल्याङ्कन गर्न सक्नुहुन्छ। जस्तै मलाई याद छ अहिले हाम्रो एकजना सङ्गीता रिजाल भन्ने मेमको पढ्दै गयो भने त्यो अब भलै चाहिँ बेटी हो कसै के बिहा भएर आउनु जान्छ। तर त्यो भित्रको एट्याचमेन्ट के भने कसैले लेखेको त्यो लेख हो भने अर्को के अरे जस्तै हाम्रो आशिका नानीको होला सायद त्यो पढ्दाखेरि त्यो द्याट इज समथिङ के त्यो उनीहरूमा त्यो भिन्नता नै त्यो भिन्नताको त्यो अलिक छाप थियो त्यो टिचरहरू त्यहाँको विद्यालय वातावरणसँग। मैले पनि पढेको हो त्यो स्कुलमा। अब त्यो अघि नै मैले भनिसकेँ तिनीहरूकै मायाले होला सायद अहिलेसम्म पनि कुनै स्कुल त त्यो स्कुलमा छिर नभए पनि हुने भन्ने हुन्छ नि त आफै पढेको भयो भने कि। त्यसले गर्दाखेरि यो किताबको चाहिँ विशेषता भनेको एउटा हाम्रो क्षेत्रतिरको ऐतिहासिकतालाई समेट्न सफल भएको छ। एउटा अब विद्यार्थीहरूले के गर्दै रहेछ त भन्ने कुराको अब के गर्ने भन्ने प्लानहरू होला। अब चाहिँ के हो भनेदेखि एउटा के अरे जहिले पनि के भन्छ भने गुड इज इनफ नट इनफ भन्छ कि।
भनौँ न तपाईँले राम्रो नै तपाईँको लागि पर्याप्त छैन। अब केही गर्यो भने योभन्दा राम्रो नगरिकन सुत्छैन। त्यसैले यसले चाहिँ एउटा बन्धन पनि हो साथीहरूलाई, योभन्दा राम्रो योभन्दा पर्फेक्सन गर्नको लागि। अनि यो भित्र यो किताब मैले सँगालिदिएँ पढ्दै जाँदाखेरि एडिट गर्दै जाँदाखेरि सबभन्दा सजिलो पेसा भनेको पोलिटिक्स रहेछ साथीहरू। यहाँ चाहिँ हामीले त्यहाँ त्यो के अरे हाम्रो प्रमुखले त्यहाँ सबभन्दा धेरै पढेर सफल भएको चाहिँ राजनीतिमा देखेको। जस्तै उहाँ त्यहाँको विद्यार्थी 3 प्रमुख हुनुभयो, त्यसपछि अर्को जस्तै उहाँ त्यहाँ पढेको मन्त्री हुनुभयो, उहाँभन्दा माथि त छैन। अब अलिकति अनि अहिले हेर्ने हो भने वडा अध्यक्षहरू पनि 4-5 जना रहेछ, 3को विद्यार्थीका एसएलसीको भनेपछि सबभन्दा राम्रो पेसा चाहिँ अब भनौँ न भला अब डिग्री त कामै लगेन रहेछ। राजनीति छ। त्यसपछि जस्तै हाम्रो इन्जिनियर साहब मैले अरू त देखेन, जस्तै एमएस डाक्टरहरू देखिएन। देखेँ एकजना जस्तै तामाङमा देखेन, जस्तै डाक्टर इबराजीले चाहिँ 8 पढ्नु भएको छ अहिले मनमोहन कार्यकाल चलाइदिनु भनेपछि यो राम्रो पक्ष चाहिँ यहाँको हाम्रो हुन त अब दामन पात्रेजीको भनौँ न नामबाट पनि हुन सक्छ राजनीतिमा राम्रैसँग। अनि अरू जस्तै हाम्रो मुकुन्दजी पनि उहाँको विद्यार्थी जस्तो लाग्छ, यहाँ आएर दुई कार्यकालसम्म जित्न सक्नु मलाई। त्यसैले पनि यो पक्षले समेटेको कुराहरू चाहिँ अलिकति त्यो कन्सेप्ट थियो। अनि कोही अब जाने हो भने अब बिजनेसकोमा जाने हो भने हाम्रो युवाजी, हाम्रो शिवहरजी, सापकोटाजी, अनि अर्को अनि कलाकारितामा पनि जाने हो भने मैले अस्ति सायद हाम्रो वार्षिक उत्सवतिर पनि भनेको थियो त्यो कलाकारिता भनेको हाम्रो क्षेत्रले चाहिँ आफ्नो स्वविवेकले सिर्जना भएको कला हो। न त्यहाँ स्कुलमा पढाउँछ, न कहाँ सिकाउँछ, न कोर्समा हुन्छ। त्यसो हुँदाहुँदै पनि ती पढेर चाहिँ जस्तै हाम्रो तामाङ गीतमा र अरू गीतहरूमा राम्रै पकड जमाएको, दखल जमाएको रमलाजी, युटीजी, यहाँ रामढुङ्गा भान्जेजीहरूले बिना त्यो त्यहाँको जुन स्कुलको भलाइ त्यहाँ लगानी नहोला कि उहाँहरूको सिटमा, तैपनि त्यहाँको विद्यार्थी त हो नि हामीले चिनिने। त्यसले गर्दाखेरि त्यसो हेर्दाखेरि विद्यार्थी एउटा विद्यालयको चाहिँ उत्पादन चाहिँ बडो त्यो फुलमारी नै हुने रहेछ भन्ने कुरा चाहिँ यसको सङ्कलन छ। म चाहिँ विशेष गरेर यसमा जसले लेख दिनुभयो त्यो लेखहरूमा अब भलै सबैको यो चाहिँ अब मेरोमा परेन, उहाँ सूचना प्रवाहको कमी हुनसक्छ, सबैको समय हुन सक्दैन। तर सबैको नसमेट्दा पनि यो मैले चाहिँ अब म यत्रो लाग्छ भने म हात हाल्दिनँ। 150को गेस गरेर 150 पेजको गेस गरेर चाहिँ सुरु गरेको 300 पनि हटाउन सकेन। मैले 60 पेज त मैले घटाएको हो, के घटाएको छ होला भन्नु। त्यसले गर्दाखेरि यो अलि राम्रै भनौँ न मलाई यो जिम्मेवारी दिनुभयो, त्यसमा भनौँ न विश्वास गर्नुभयो, त्यसको लागि सबै साथीहरूलाई धन्यवाद। र भला यसमा गल्तीहरू धेरै छ। यो चाहिँ कस्तो हुँदो रहेछ भने अहिलेको जमानामा मैले पृथ्वीमा गऱ्यो उतातिर युनिकोडमा लिएर गयो, युनिकोडले चाहिँ त्यो माथिको र लिएर राख्ने अनि तेर्सो र खोज्दाखेरि अर्को भइदिने के। त्यसले गर्दाखेरि ती कुराहरू अब एउटा जाति हिसाबले तामाङ न त भइहाल्यो, त्यो रस दीर्घहरू अब सिकायो। यसमा अरूभन्दा पनि सबभन्दा राम्रो चाहिँ व्यक्तिगत प्रोफाइलमा केही साथीहरूको नाम छुटेको छ। यो पक्कै पनि हाम्रो कार्य समितिले यो चाहिँ मलाई राम्रो लाग्यो किनभने को कहाँ पुग्यो भन्ने कुरा प्रोफाइल राख्दाखेरि सबैले चिन्ने मौका उहाँ हुँदो रहेछ भन्ने कुरा आफैलाई पनि के भन्छ फ्ल्यासब्याक हुँदो रहेछ, पछाडि के गरेर रहेछ भन्ने कुरा। त्यो कुराहरूले गर्दा मलाई चाहिँ अरू धेरै भन्नु छैन। अरू उहाँले कुरा गर्नुभयो यो किताबले चाहिँ के गरेको छ भने एउटा अवधारणा भनौँ न कन्सेप्ट चाहिँ मैले सल्लाह दिएको मान्नुभयो। यो किताबलाई चाहिँ जस्तै यो क्युआरहरूको के अरे पैसा माग्नलाई होइन कि तपाईँले यो स्क्यान गर्नुभयो भने तपाईँको हातमा किताब हुन्छ। यो सँगै लिएर हिँड्न त सकिँदैन नि त। जस्तै भर्खरै तपाईँको कोही अमेरिका हुनुहुन्छ भने तपाईँले पठाउनु भयो भने उहाँले हामीले भन्दा पहिला नै पढिसकेका हुन्छ, कमेन्ट गरिसकेका हुन्छ। अहिलेको टेक्नोलोजीलाई पनि यहाँ जोडेको छु। अब यसमा अरूभन्दा पनि मलाई चाहिँ अलिकति ऐतिहासिकता पक्षलाई चाहिँ हाम्रो जुन स्कुलको गठन हुनुमा जस्तै 2019तिरको होला सतीदेवी अनि उता जुन नै छुट्टै बनाउनु पर्ने अलिकति त आज तलको के ठाटीबाट सुरु गरेँ मकडाबाट। अनि यसमा चाहिँ तपाईँहरूमा जुन किसिमको पहल कदमी के
त्यो खोल्न नहुने भएर पनि होला कुन परिवेशले चाहिँ त्यत्रो भनौँ न दान गरेर स्कुलको पहलमा त्यो पनि रसुवाबाट उर्लिनुपर्ने छैन अनुमति दिनु त्यहाँसम्म दौडधुप गर्ने त्यहाँ जमरको अब हामीले चाहिँ अब बुझ्न पाए राम्रो हुने हो बुझिसक्यो त्यसले गर्दाखेरि अझ बढी बुझ्ने चासो हामीलाई इच्छा भनाइ छुट्याउँछु धन्यवाद अर्को चाहिँ होइन र हाम्रो यो अतिथिको आसन क्रम जारी छ भर्खरै हाम्रो चाहिँ यो किताबमा शुभकामना पनि दिनुभएको छ र हाम्रो चाहिँ सल्लाहकार यो बाबु तामाङलाई अतिथिको आसनको लागि हामी गर्छु आजीवन सदस्य र अनि भर्खर आउनुभएका सबै हाम्रो नाम श्याम तामाङ पनि भर्खरै आइनु भएको छ उहाँलाई नि अतिथिको आसनको लागि म हार्दिक गर्छु र अब विषयवस्तु हामीले केही विषयवस्तुहरू बाबुराम सरले यहाँहरूमा राख्नुभयो र भिक्कु सरले भनेको कुरामा यो हामीले के गरेका थियौँ भने फेसबुकमा राखेका थियौँ मेसेन्जरमा त्यसै गरी प्रमुख अतिथि मेघनाथ रिजालज्यू विशेष अतिथि पूर्व राज्य मन्त्रीज्यू विशेष अतिथि आदरणीय अध्यक्ष गाउँपालिका अध्यक्ष रमलाल तामाङज्यू त्यस्तै विशेष अतिथि इन्जिनियर भानुमा तामाङज्यू अन्य सम्पूर्ण उपस्थित विशाल बन्धु र यो पुस्तक विमोचन समितिका सदस्यहरू सम्पूर्ण मेरो हार्दिक नमस्कार छ। यस पुस्तक विमोचन कार्यक्रममा मलाई पनि 2 शब्द राख्न दिनुभएकोमा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु। म 2077 साल भदौको 14 गतेदेखि परमबसासे अद्भुत रूपमा आदरणीयले पर्खी लिएर जानुभयो र त्यसको साथसाथै कोभिडको बेला थियो तैपनि त्यस्तो समयमा बाटो विद्यालय आयुर्वेद अस्पताल औषधि अनि एउटा ग्रामीण अस्पताल वडा कार्यालयको व्यवस्थापन थिएन त्यो व्यवस्थापन जग्गा त्यसैलाई त्यति विद्यालय जस्तै हस्पिटललाई दान दिने काम सम्पूर्ण काम विकास निर्माण कामहरू गरियो र त्यो विकास निर्माणको साथसाथै विद्यालयलाई त्यो आर्थिक सरहरूले यस विकास निर्माणको लागि विद्यालय फर्निचर भवन निर्माणको लागि सकिदिएको लागि बच्चामारीलाई अन्य विद्यालयभन्दा विद्यार्थी धेरै हुने कारणले फर्निचर अन्य व्यवस्थापन पनि गरियो र त्यसको साथसाथै यो पठन पाठनमा लागि त्यहाँ विद्यालयबाट अध्ययन गरेर एसएलसी पास गरिसकेका विद्यार्थी कसैले अमित पढ्ने कसैले डाक्टर पढ्ने कसैले चाहिँ आयुर्वेदिक पठन पाठन गर्ने विषयमा गाउँपालिकाको तर्फबाट चाहिँ जो उत्कृष्ट र विद्यालयबाट प्राविधिक विषय पढ्न जानुहुन्छ उहाँहरूको लागि पालिकाले चाहिँ केही रकम चाहिँ सहयोग गरेर पनि हामीले चाहिँ त्यस्तो व्यवस्था गरियो। यो विद्यार्थीलाई हौसला बढोस्, अन्य पढ्ने विद्यार्थीलाई फेरि पनि पढ्न पर्नेछ भन्ने खालको जानकारी होस् भन्नलाई त्यस्तो खालको योजना ल्याइयो र यो विद्यालय अहिले मैले अघि फेसबुक हेरेँ सानो खालको चाहिँ जस्ताको सानो लगाएर चाहिँ सुरु गरिएको र आदरणीय मेघनाथ सरले चाहिँ यहाँ भर्खै गरेर दिनुभएको आज पछाडि पछिल्लो पृष्ठमा छ। धेरै उहाँप्रति धेरै धन्यवाद दिन चाहन्छु किनभने हामी शिक्षाको उज्यालो घामबाट चाहिँ घाम नभइकन उज्यालो हुँदैन, उज्यालो नभइकन सूर्य उदाउँदैन। उहाँले सूर्य उदाएको जस्तै अन्य विद्यार्थी र अरू समाजलाई पनि उज्यालो छर्किदिनु भएको छ र यो सधैँ निरन्तरता रहिरहोस् र यहाँहरू आफ्नो परिस्थितिले गर्दा विद्यालय पनि छाडेर विद्यालयलाई उत्कृष्ट बनाएर आफ्नो ठाउँ छाडेर आफ्नो पेसा धर्म अन्य बसोबास गरेर आउनु भए तापनि त्यो विद्यालयको लागि राम्रो गरिरहनु भएको छ र विद्यार्थी समूहको पनि अझ उत्कृष्ट चाहिँ रहिरहोस्। यहाँले चाहिँ सेवा गर्दै जानुहुनेछ र थप योगदान गर्दै जानुहुनेछ।
ढुङ्गामा लेखिएको अक्षर जस्तै रहनेछ। यो चाहिँ प्रत्येक साल बढ्दै जाने प्रतिबद्धता संयोजक साथीहरूले यो सञ्चालक साथीहरूले गर्नुभएको छ र यो भनिन्छ नि हामीले चाहिँ हाम्रो साथीले भन्नुहुन्छ चाहिँ पनि के भन्छ भाषण गर्दा यो मान्छे पछिको विहर बुद्धि र बाख्रा पछिको बाटो भन्नुहुन्छ नि। हामीले यो विद्यालयबाट कसैले मास्टर, कसैले वैद्य, कसैले डाक्टर, कसैले अमिर, कसैले राजनीति, कसैले के सिकेर नै अन्य गाउँपालिका यो माथिल्लो भेगको अन्य गाउँपालिकाभन्दा सधैँदेखि चाहिँ एकदम उत्कृष्ट पहिलेदेखि उत्कृष्ट सभ्य र शिक्षित वर्गभित्र पर्नुहुने भएकोले यसलाई अझ बढी गर्दै जानुहुनेछ, सहयोग गर्नुहुनेछ। यहाँ बसेर त्यहाँको ध्यान दृष्टि दिनुहुनेछ। म पनि सहयोग गर्नेछु, गर्दै जानेछु र यो किताब निकाल्नको लागि मैले पनि सहयोग गरिरहेको छु र अझै पनि सहयोग गर्नेछु। म अहिले नै यो मेरो तर्फबाट पनि 5,000 रुपियाँ सहयोग गर्छु। योभन्दा पनि गर्ने र सरल पनि गरिदिनु होला र यसलाई चाहिँ जसरी पनि उत्कृष्ट गराएर त्यसले लैजानेछ भन्ने भनाइ राख्दै यहाँले यति समय लामो समयसम्म मलाई चाहिँ केही बोल्न मेरो आफ्नो कुरा राखिदिनु धेरै धेरै धन्यवाद दिँदै मेरो भनाइ यहाँ अन्त गर्दा हस्त धन्यवाद। नमस्कार। धन्यवाद उपस्थित यस पाठशाला सन्देश पुस्तक विमोचनका अध्यक्षज्यू, विशेष अतिथिज्यू र अतिथिज्यूगणहरू र सम्पूर्ण उपस्थित यस विमोचनमा उपस्थित सम्पूर्णलाई मेरो आफूबाट नमस्कार र म सायद 28 सालतिर होला, सायद 2000लाई थाहा होइन, म फाइनेन्समा पढेको 32 म सेरटुङबाट भनौँ प्रतिनिधित्व गर्ने अथवा उत्तरी भेगबाट प्रतिनिधित्व गर्ने म एक्लै होला। हामी दाखाबाट अनि यता दाखा हुँदै बस्ने चाहिँ दाखामा अनि पढ्ने चाहिँ खनेरासम्म पढ्ने। अब त्यो बेलादेखि नै म मेरा सरलाई एकदम कस्तो देखिन्थ्यो भने उहाँ चाहिँ एकदम तटस्थ र भएको कुरा चाहिँ सत्य कुरा बोल्ने। हाम्रो उहाँबाट धेरै संस्कारहरू र उहाँबाट हामीलाई धेरै सन्देशहरू र उहाँ चाहिँ एकदम न्युट्रल भएर चाहिँ काम गरेको मैले उहाँलाई पाएको थिएँ कहिलेदेखि। र म पढ्ने क्रममा चाहिँ अब सेरटुङको त्यो बेला चाहिँ यसरी स्कुल पनि थिएन, विद्यालय क्यान्टिन थिएन, त्रिशुलीमा थियो, धादिङमा थियो, सतीदेवीमा 7 कक्षासम्म होइन, 7 कक्षासम्म थियो। 7 कक्षामा अब म 5 कक्षामा चाहिँ पढ्न आउँदाखेरि मेघराज सर भेट सर हुनुहुन्थ्यो, अनि दुर्गा सरले सामाजिक के पढाउनुहुन्थ्यो। मैले उहाँलाई एउटा क्वेसन गरेको थिएँ, उहाँले सायद बिर्सिनु भयो भएन। सरले के भन्नुभयो भने तिमीहरू एकदम दिनदिनै आउनुपर्छ, पढ्न आउनुपर्छ, यतापट्टि जानु हुँदैन भनेर भन्नुभयो। अनि मैले के भने उहाँलाई सर घरमा चाहिँ गोठालो जाऊ भन्छ अनि खेलकुद गर्नु जाऊ भन्दा के भन्ने त भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ। म अहिले पनि सम्झना छ उहाँलाई। र त्यसै गरी म अब मैले चाहिँ क्लास 5 कक्षा त्यहाँ पढेँ, 6 कक्षा हाकिमदेखि पढ्यो, 7 कक्षा फेरि त्रिशुली, 8 कक्षा पनि त्रिशुली पढ्यो, अनि 9 र 10 चाहिँ म यहाँ काठमाडौँ पढेँ। त्यो बिचमा धेरै माथि धेरै स्कुलहरू डुबेँ, तर म एक्लै जहाँ जान्छु म होल फर्स्ट है, किनभने अरू विद्यार्थी नै छैन। त्यो हिसाबले र सेरटुङबाट त्रिशुली आउनलाई 2 दिन लाग्थ्यो, अनि खनेवास अब आउनलाई त 1 दिन कसेर आउँदाखेरि चाहिँ आइपुग्थेँ। र त्यो हिसाबबाट म बुझेर अहिले चाहिँ 35 वर्ष 28 दिन मैले इन्जिनियरिङ सेवा गरेर म 10औँ तहमा अहिले चाहिँ यो वैशाखको 14 गतिबाट म नियुक्ति गर्नु भयो। र विभिन्न जिल्ला तराईदेखि पहाड हिमाल सबैतिर नेपालको चाहिँ घुमेर त्यो अनुभव गरेँ। मैले सतीदेवी पनि मम्बल र हाम्रो मौर अनि सिङ्गको योजनाहरू पनि सञ्चालन गरेँ र अरू पनि धेरै कृपयाहरू गरेका थिएँ। म भावनात्मक रूपमा म जोडेकै थिएँ र दाखामा पनि त्यस्तै गरी खोलिरहेको थिएँ। त्यो म धादिङमा 1 वर्ष मात्रै बस्न पाएँ, अहिले 2 वर्ष बस्न पाएको भए अरू कामहरू हुन्थ्यो।
अनि त्यसपछि हामी यो 76 चाहिँ समायोजन भएर यो प्रदेश र स्थानीय अनि यो सङ्घ गरेर हामी प्रदेशमा पठायौँ। प्रदेशमा गण्डकी प्रदेश पठाएको हुनाले त्यहाँ चाहिँ म गण्डकी प्रदेश अन्तर्गत 3 वर्ष काम गरेर अनि अहिले आएको चाहिँ यहाँ 2.5 वर्ष झन्डै 3 वर्ष चाहिँ हुनु लाग्यो त्यो बागमती प्रदेशमा आएको। त्यसमा चाहिँ सिन्धुपाल्चोक नगरकोटमा नगरकोट अन्तिममा अहिले नगरबाट मौलिक केन्द्रहरू भयो र यस्तो अब अहिलेको जस्तो सुविधा अहिलेको जस्तो भौतिक संरचनाहरू हाम्रो पालामा थिएन। हामी कहाँ त अब जो हामी संस्कार थियो संस्कृति थियो हामी कहाँ एकदम अनुशासित थियो। त्यो सबभन्दा ठुलो कुरा जस्तो मलाई लागेको छ। गुरुहरूबाट दिएको सन्देशलाई अथवा उपदेशलाई हामीले एकदम स्वीकार गर्थ्यो। गुरुहरूलाई भगवान् जतिको मेघराज हुनुहुन्छ बेजबीरको सरले हुनुहुन्छ। हामी चाहिँ एकदमै सरलाई एकदम आदर गर्थ्यौँ। सम्झिन्थ्यौँ उहाँहरूको उपदेश अर्थहरू मानेर सायद म त्यो अनुशासनै भएर अथवा त्यो क्षेत्रबाट चाहिँ यतिसम्म आउनुमा यहाँहरूको धेरै आशीर्वाद छ जस्तो मलाई महसुस भएको छ र भइरहेको थियो। र मैले पनि के गरौँ भन्ने इच्छा हुँदा पनि अब समय सन्दर्भले म धेरै बस्न पाएन। अर्को कुरा चाहिँ अब हाम्रो राजनीति गर्ने हाम्रो के अरे राजनीति हामी भन्छु उहाँहरूलाई डराउनु पर्दैन। म पनि सामाजिक काम गरेर तपाईँहरूसँगै हातेमाते गर्न चाहन्छु। म राजनीति चाहिँ गर्दिनँ होइन। राजनीतिको काम गर्दैन कि तपाईँहरूले सहयोग छ र केही कामहरू गरेर भोलिन्टियरमा अथवा केही आफ्नो भएको ज्ञान चाहिँ मैले तपाईँहरूप्रति केही सेयर गरेर मैले अहिले यो तारपात तराईदेखि जुन अनुभव काम गरेको 35 वर्ष मैले काम गर्दाखेरि के चाहिँ अनुभव गरेँ भन्ने कुरा यदि आवश्यकता पऱ्यो भने यो बच्चाला सन्देशलाई समेत म दिन प्रतिबद्धता गर्दछु। र म विद्यार्थीको हैसियतले अथवा म त्यहाँको विद्यार्थीको हैसियतले मैले गर्नुपर्ने कुराहरू चाहिँ केही छ भने म एकदम गर्न तयारी छु। अहिले म फुर्सदिलो पनि छु र मैले भने म सामाजिक र अब सोसियल र इन्टरटेनमेन्ट अब चाहिँ त्यो गर्ने मेरो इच्छा भएको हुनाले र त्यही हिसाबमा मलाई सम्झिनु भयो। त्यसको लागि धेरै धेरै आयोजकलाई धेरै धेरै धन्यवाद दिँदै म आफ्नो विषयको इन्टरनेटको धन्यवाद थमन दाइ अब थमन दाइ चाहिँ हामी उहाँले हामीलाई त्यति याद गर्नुहुन्न। हामी त बच्चै छौँ। मार्फमा हाम्रै काका कण्डलाल पौडेलले बसेर पढ्नुहुन्थ्यो। त्योभन्दा माथि होइन बुद्धबहादुर पौडेलको छोरा। अनि त्यसपछि उहाँले अब फुर्सद निकाल्नुहुन्छ। अब यो हाम्रो देशमा जोडिएर उहाँलाई यो हामीसँगै मिलेर काम गर्न म एकदम अनुरोध गर्न चाहन्छु। र अब शुभकामना मन्तव्य राखिदिनुको लागि खनेवास गाउँपालिकाका आदरणीय अध्यक्ष रणबहादुर तामाङज्यूलाई म हार्दिक अनुरोध। धन्यवाद कार्यक्रम सञ्चालक हाम्रो साथी यसै पछला मावि भूगो समाजका सचिवज्यू कार्यक्रमका सभापतिज्यू प्रमुख अतिथि हामी सबैको गुरु त्यही माथि पनि यो पछलादेवी हल वा प्राङ्गण जति जग्गाहरू छ दाताको परिवार पनि हुनुहुन्छ। र अनि पछलादेवीले भूगो विद्यार्थी पछलाको सबैभन्दा उच्च पदमा पोलिटिकली मन्त्री पनि हुनु भइसक्यो हाम्रो परशुराम तामाङज्यू। र अघि नै भन्नुभयो आदरणीय हाम्रो जिल्लामा जब छोटो समयमा लागि सिँचाइ विभागको सिँचाइमा टिम भएर आउनुभएको थियो। र उहाँ हुँदा 2-3वटा कामहरूले आफ्नो तर्फबाट हाम्रो पालिकालाई सहयोग गर्नुभएको थियो। जसको फलस्वरूप अहिले सिङ्गारमा सिँचाइको माध्यमबाट एकदम त्यो पाखाबारी सबै खेत भइसकेको छ। अहिले म प्रायः
त्यो हाम्रो एउटा रिङ रोड पनि छ तालपाटे रिङ रोड र अहिले सानो हाइड्रो त्यहाँ सुरु हुँदैछ डाइग्राम निर्धारण गर्दाखेरि र मेरो अरूले कुराहरू र उपस्थित सम्पूर्ण यस विद्यार्थी समाजका सल्लाहकार पदाधिकारी र सदस्यहरू सबैभन्दा श्रद्धापूर्ण नमस्ते। विशेष त यो कार्यक्रम भइरहँदाखेरि हामीले कता कता एकदम लामो समय ज्ञान भएको र छोटो समयमा ज्ञान भएको जस्तो हाम्रो बितिसक्नुमा छ। यो पछला स्कुललाई मावि बनाउनको लागि रातारात फेरि हामी गएर माविको रूपमा ल्याएर आउनुभएको मेघना साथी धेरै हुन्छ। आदरणीय राज्यपाल मेरो जेठो सदस्य पाखरिज्यू धमन पाखरिज्यू त्यति बेला हाम्रो पनि एकजना टोकरा र अर्को अर्जुन सर छोटो समयमा 3 वर्ष हुनुभयो। यो आशा 21 गते 3 वर्ष हुँदैछ उहाँभित्र र उहाँको लागि पनि हामीले सम्झना राख्थ्यौँ। एउटा प्रोग्राम के राख्दै थियो परिवारसँग सल्लाह गर्दा त्यो केही कारण अगाडि बढाउँदैछ र एकदम सम्झिनै पर्ने त्यति बेलाको माहौल हेर्दाखेरि के अरे यो वेबसाइटबाट ब्रिज आर्मीहरूको तर्फबाट भनेर त्यो पार्टी पैसीको चोलेमा खुब लागिरहनु हुन्थ्यो। हामीहरू त त्यति साह्रो बच्चा थियो र माओदेखि लिएर कता कता त्यो डोको राम्रो ल्याएर है स्याउलाले पनि स्कुल छागाइदियो। त्योमा एकजना स्कुल बनाउँदै रिने गाउनु परेको चाहिँ हाम्रो सालघारीको जेठा सुब्दाजी महेन्द्र गाउनु हुन्छ हो। उहाँको पनि एकदम ठुलो योगदान अहिले कहिले पनि बिर्सिन्छ किनभने त्यति बेला अब उहाँको परिवारको भाइ बहिनी धेरै अनि उहाँलाई त्यो पढाइको महत्त्व बुझिसक्नु भएको हुनाले उहाँले पनि ठुलो योगदान दिनुभएको थियो। र कहिलेकाहीँ हामी बदमास भएर लग्डा हुँदाखेरि डाँखाबाट आएर के अरे असेन जेनेरलमा आएर हामीले हाप्की दप्की मजाले गर्नुहुन्थ्यो। सम्झाउनु तरिका हुँदैन उहाँलाई पनि सम्झिनु चाहे र राउतेबाट कहिलेकाहीँ लग्डा भयो भने के अरे एकजना भात्रै भा हो त भाद्र भा यहाँ लट्ठी लिएर आउनुहुन्थ्यो क्या। कहिलेकाहीँ हामी लग्डा प्रायः लग्डा भएर स्कुलमा त्यसरी सम्झाउने पहिले अब उसाल अब यही पहिले नभएर त्यस्तो हुन्थ्यो। अब सबैको त्यस्तो अवस्थाहरू गुजरेर अहिले यो स्थितिसम्म आउँदाखेरि एकदमै यहाँ यो हाम्रो भूमि विद्यार्थी समाजले मेहनत गरेर एउटा इतिहास स्वरूप यो किताब यहाँ आइसकेको छ र सम्झना एकदमै बिर्सिनै नसक्ने क्षणहरू छन्। यो भाषणमा भन्दा काम गरेर देखाउनु पर्छ। अझै 2 वर्ष मेहनत गर्नु छ र अर्को 84मा आउँदै गरेको के अरे स्थानीय निर्वाचनमा पनि यही सायद अब भूगो विद्यार्थी मात्रै आउनुहुन्न होला। निबन्धमा अहिले त पढ्दैछन् कोही व्यापार व्यवसायको छन् र एउटा कुरो चाहिँ यो विशुद्ध समाजसेवा हो र राजनीति गरेर म के अरे पैसा कमाउन धनी होला भने त्यो सोच्दै गलत। जे कुरा जसले बेर्छ उसलाई थाहा हुँदैन होइन। विशुद्ध समाजसेवा तर पेट त पाल्नु पऱ्यो तर साइड जब त गर्नैपर्छ। अब त्यस कारण म पनि अहिले एकदम लास्ट आवरमा आएर मैले व्यवसायिक कफी खेतीमा आफ्नो गाउँले सहितको म पनि टिममा हिँडेछु। भोलि पर्सि कफीको टोको बोलेर काठमाडौँमा आएको छु। त्यो पनि हेर्नु पाउनुहुन्छ तपाईँले। र यसमा नि सबभन्दा त्यो भूगो विद्यार्थी समाज लगायत त्यहाँबाट मैले अब जति पनि गरेको त्यो भौतिक पूर्वाधारको कुरा भन्दा पनि एउटा संस्कार सहितको शिक्षा भनेर 3 वर्ष लागेको बल्ल अस्ति गणेशको बारेमा हामीले 5 दिनको छोटो तालिम UG5 तालिम लागेको थियो। र त्यसमा चाहिँ एउटा हाम्रो थाइल्यान्डबाट धम्मगाट फाउन्डेसनको धर्मगुरु मैले यहाँ त्यो कुरो किन जोड्यो भने कुनै बेला 36 सालतिर होला सर मेघना सरको घरमा एकजना भिक्षु बस्नुहुन्थ्यो र उहाँकै चेलाहरू आएर अस्ति मैले घरबाटै देखाएँ होइन। र खनियारस गाउँपालिकाले के सहयोग गर्न सकिन्छ उहाँको गुरुले पाइलट के ठाउँ भनेर उहाँले हामीले लगभग 1 करोड 35 लाख बराबरको के अरे तालिम उपलब्ध गर्नु। तालिम है भौतिक पूर्वाधार भएन पहिलो मान्छे बनाएर के अरे के भन्छ हजुर खोजी गरेर प्लस नैतिक शिक्षा पढाउँ त्यसपछि भौतिक पूर्वाधारतर्फ लाग्नु भनेर भन्नु। यदि पहिल्यै आएर भएर आएर भौतिक पूर्वाधारतिर
के अरे त्यसै दिने हो भने फेरि तपाईँ हाम्रो बिचमा कसले जग्गा दिने कसले आफ्नो जग्गा दिने कसले नाम खाने भन्ने कुरा हुने रहेछ भनेर फेरि त्यतिखेर होइन पहिला विद्यार्थी सबभन्दा पहिला विद्यार्थीलाई नैतिक शिक्षाबाट सुरु गरौँ भन्ने भएको हुनाले हामीले 5 दिनको त्यो तालिममा इसिडी टिचरहरू खनियावासको पहिला थाइल्यान्ड गएको 15 जना बाहेकको के अरे इन्डस्ट्रियल स्कुलको टिचरहरू हुनुहुन्थ्यो र नेत्राङ जब्जाको 2 जना के अरे बेगर गाउँपालिकाको 2 जना अनि गङ्गा जमुनाको 2 जना अनि ललितपुर महानगरपालिकाको 2 जना है अनि बागलुङ नगरपालिकाबाट चाहिँ आउन लागेको थियो त्यो हाम्रो प्रोग्राम साह्रै हामीले भएर आउन सक्नु एउटा अन्तर्राष्ट्रिय स्तरको नेपालमा पहिलोचोटि युजी 5 युनिभर्सल फुड टेस्ट 5 यो 5वटा थेम्सहरूलाई अगाडि साथै हामीले गरिष्ठतामा तालिम गऱ्यौँ र अहिले पनि अब यसपालि हाम्रो सबैभन्दा खनियावासको सबभन्दा ठुलो सम्पत्तिको रूपमा मैले चाहिँ त्यो दिएको छु बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट त्यो कार्यक्रमलाई नैतिक शिक्षासहित जोडेर युजी 5 को कार्यक्रमलाई चाहिँ अहिले फन्डिङ नीति तथा एन्डमा उहाँले ल्याएर समेट्दै हुनुहुन्छ बागमती प्रदेशको मन्त्री सामाजिक विकास मन्त्री हरिप्रभा खड्गेज्यू उहाँले हामीले त्यहाँ गरिष्ठतामा कार्यक्रम हुँदाखेरि प्रपत्रको रूपमा निम्त्याएर 2 दिन टाइम दिनुभयो र अहिले उहाँ त्यो एक्सर्साइजमा लाग्नु भएको छ एउटा खुसीको कुरा हो त्यसले अब मैले त गर्नु त गरेँ अरू बिल्डिङ बनाएर बाटो छाटो सबै गरेँ होला तर सबैभन्दा मलाई खुसी लाग्यो चाहिँ कमसेकम यो शिक्षामा चाहिँ अगाडि बढाउन पायो भने विद्यार्थीहरू हामीले अनुशासित हुने र यो कुरो चाहिँ अहिले चाहिँ हाम्रो नाति नातिको लेभलमा गएको छ बेग्रासँग त पलाती 4औं पुस्तामा जाने भयो होइन हामीहरूको दोस्रो तेस्रो पुस्तामा जाने र त्यस कारण यसलाई चाहिँ कन्टिन्यू अब लाँदैछौँ र अब हेर्दै पनि छौँ र त्यसले कतिको परिवर्तन आउँदो रहेछ भन्ने कुरो स्वयं भिक्षु लगायत उहाँ के अरे त्यो जुन विज्ञान उहाँहरू आफै आएर गणेश कुण्डको टोइलेट रुम सबै सफा गरेर 2 दिनमा यसरी टिकली बनाउनु भएको छ र अहिले कन्टिन्यू दिइरहेको छ र अब हामी तालिम चाहिँ 4 महिनामा 2 हप्ताको तालिम राख्दैछौँ र त्यस कारण कोही बच्चाहरू अझै उच्च शिक्षा पढ्न चाहनुहुन्छ भने उहाँले पढाउनु पनि पढाइदिनुहोस् किनभने उहाँसँग त्यो अथाह भएन भौतिक सम्पत्ति दिने कि ज्ञान मात्रै दिने अथाह अब एक दिनमा कमसेकम 15,000 खाना खाने बिहान बेलुका दिउँसो है अनि अस्ति यो अप्रिलको 22 तारिक चाहिँ त्यहाँ 2 लाखजना मान्छे जम्मा भएको थियो त्यस कारण हामीहरू थियो र 40,000 भिक्षुहरूलाई दान लाग्थ्यो र 2 घन्टामा 2,000 स्वयंसेवकले म्यानेज गर्यो सबै समाप्त हो त्यति साह्रो राम्रो म्यानेज हुने हामीले सिक्नु अब त भन्दा पनि नैतिक शिक्षा सिक्ने ठाउँ एउटा हामीलाई राम्रोसँग पाएको छ यसको लागि पनि किन सम्झिनु पर्यो भने उहिले मेला सर घरमा भिक्षु आएर ज्ञान पुण्य पूर्णिका उहाँहरू बस्नुभएको अब उहाँहरूको विद्यार्थी के अरे छेउमा आएर हाम्रो गाउँले यसरी उहाँले सहयोग गर्नुभएको छ त्यस कारण कहाँबाट कार्यहरू एक त सर आफै त्यहाँको संस्थापक के अरे त्यही माथि अहिले हामीले जसरी सिकाइरहेको छौँ यो चाहिँ सबै त त्यो बच्चाहरूलाई मात्रै होइन जनप्रतिनिधि के अरे अभिभावक अनि पालिकाको सबै कर्मचारीले यो तालिम पाउनुपर्छ तालिम पाए अटोमेटिक मन पनि शुद्ध हुने आफू पनि सफा हुने ठाउँ पनि सफा हुने यो एउटा शिक्षा चाहिँ खाली अवस्था अहिले सुरु गरिसकेको अवस्था हो अब यो बागमती प्रदेशको 1 गतेको कार्यक्रम हेर्नु भनेपछि सबैभन्दा ठुलो उपलब्धि मलाई मैले चाहिँ अहिलेसम्म पाएको मेरो के अरे अनुभवमा चाहिँ त्यही लागेको थियो अरू कुरा छँदैछ यथार्थ भइरहेको कुरा हो र बाँकी अलि अब यसो यो कार्यक्रममा दुःख भोग्नु भएको 4-5 महिना लगाएर यो किताब निकाल्नु भएको छ र यो किताब निकाल्दाखेरि कति खर्च भयो लगभग सरल भनेको 70 बिहान कमसेकम धेरै नभए पनि यो लागेको खर्चको 50% आधा चाहिँ हामी किनभने समग्र रूपमा 50% बेहोर्दैछु र अरू सबै गरौँ भने फेरि साथीहरूलाई अप्ठ्यारो दिनुहोस् 100% राम्रो हुँदैछ त्यस कारण 50% है जति पर्छ त्यसमा 50% चाहिँ खनियावास गाउँपालिकाले यसलाई के भन्छ अब के भन्छ अरू सहयोग स्वरूप उपलब्ध गराउनेछु र अर्को अघि हाम्रो बाबु सरले कुरो राखिसक्नु भएको छ अब खनियावासमा भएको जतिहरू अब मेरो कार्यकालको
अब यो 8औं वर्ष पुरा भयो, 9 लाग्छ र 10 2 वर्ष लाग्छ। त्यो भित्रमा फेरि त्यो यही बछला सन्देशले चाहिँ पूर्ण रूपमा समेटेर निकाल्नको लागि पनि के अरे म अनुरोध गर्छु र यसको फन्डिङ भन्ने कुरा छँदैछ होइन। यो एकदम राम्रो कुरो पनि हो, किनभने त्यत्रो वर्ष भइसक्यो, 40 सालदेखि अहिलेसम्मको एसएससीको परीक्षाको के छ विद्यार्थीदेखि लिएर धेरै अनुभव गरिरहेको छ बढी हुनाले त्यो के अरे बछला देवी भुपू विद्यार्थी सभाको चाहिँ म हृदयदेखि म आफू त्यहाँको विद्यार्थी के अरे त्यहाँको अब स्थानीय पनि भएको नाताले र यो जिम्मेवारी पनि भएको नाताले यहाँ सबैलाई व्यक्तिगत तर्फबाट र पालिका तर्फबाट मुरी धन्यवाद र बधाई दिन चाहन्छु। यति भन्दै म अहिले के अरे भेटाउन जानुपर्नेछ केही कारणले भन्दाखेरि सिधा भन्दाखेरि योजनामा धेरै कम दियो। त्यो अब भेटाउनमा मुख्यमन्त्रीज्यूले भनेर केही नगरी नहुने कामहरूलाई अनुरोध गरेर ल अहिले बेलुका भेटौँ त भन्नुभएको छ। छिटो जानु पऱ्यो भने म चाहिँ अब चाहिँ मेरो भनाइ पनि यहीँ राख्दै बिदा राख्दै अब कुलेखानी हस् धन्यवाद। तपाईँ यस बछला देवी मावि भुपू विद्यार्थी समाजका सल्लाहकार तथा स्मारिका लेखन समितिका सदस्य ज्यूले यस बछला सन्देश नामक स्मारिका पुस्तक निर्माण तयारी तथा प्रकाशन कार्यमा अमूल्य योगदान गर्नुभएकोले यहाँको कार्यको उच्च कदर गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ। आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा गर्दै यहाँको उज्जवल भविष्यको कामना गर्दछौँ। बमबहादुर तामाङ अध्यक्ष, परशुराम तामाङ विशिष्ट अतिथि, भुपू संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, मेघनाथ रिजाल प्रमुख अतिथि, भुपू प्रधानाध्यापक श्री बछला देवी मावि खनायामास। ताली बजेन ताली धन्यवाद। हामी करिब कार्यक्रमको अन्त्यमा छौँ। धन्यवाद कार्यक्रम सञ्चालकहरू। बछला देवी भूतपूर्व विद्यार्थी समाजद्वारा आएको बछला सन्देश विमोचन समारोहका अध्यक्ष सभाका अध्यक्ष बमबहादुर तामाङज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि हामी सबैका गुरु मेघनाथ रिजालज्यू, बछला माविका भुपू विद्यार्थी खनियावास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङज्यू, बछला माविका भुपू विद्यार्थी हाम्रा पूर्व बिसा फलमान तामाङज्यू, त्यस्तै गरी खनियावास गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत बालकृष्ण नेपाली, ड्यासमा आसीन रहनुभएका गुरुवर्ग वीरगु रिजालज्यू, बद्री रिजालज्यू लगायत धेरैभन्दा धेरै गुरुवर्गहरू आजको यस पुस्तकलाई सुरुवातदेखि अन्तिमसम्म मिहिनेत गरेर प्रकाशनमा सहयोग गर्नुहुने हाम्रा समाजशास्त्री बाबुराम भुइगोजी लगायत सबै गुरुवर्ग एवं बछलाका विद्यार्थी सम्पूर्णमा नमस्कार गर्न चाहन्छु। आज हामीले यो बछला सन्देश पुस्तकलाई बछला मावि स्थापना कालदेखि अहिलेसम्मका विद्यार्थीहरूको अवस्था, गुरुवर्गको अवस्था र विद्यालय स्थापना गर्नको निम्ति सुरुवातदेखि अहिलेसम्म योगदान पुर्याउने व्यक्तित्वहरूको योगदानलाई
एकमुष्ट रूपमा पहिलोचोटि हामीले यो पुस्तक ऐतिहासिक रूपमा दस्तावेज गरेर प्रकाशन गर्ने काम गर्नुभएकोमा हाम्रा अध्यक्ष लगायत कार्य समितिका हाम्रा बाबुराम फ्युवा सम्पूर्णलाई म हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। अर्को कुरा, जुन हामीले यो दस्तावेज बनाउँदै गर्दा दस्तावेजको इतिहास सुरुवात हुने क्रममा सबभन्दा पहिला त बत्सला विद्यालयलाई स्थापना गर्नको निम्ति तत्कालीन व्यवस्थापन समितिका व्यवस्थापकज्यूहरू लगायत यस बत्सला माविलाई त्यो बेलमा त्यो स्थानमा शिक्षाको ज्योति फैलाउनु पर्छ भन्ने हिसाबले 101 रोपनी जमिन दान दिनुहुने रिजाल परिवारलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै जो मभन्दा अगाडिका वक्ता मित्रहरूले बत्सलाको बारेमा बताइसक्नुभएको छ, यस क्रममा हाम्रा गुरु मेघनाथ रिजाल 28-32 सालमा हेडमास्टर हुँदै गर्दा म जन्मिकै रहेछ, म 33 सालमा। आज यसको संयोग, त्यसपछि म जन्मिसकेपछि मैले त्यो विद्यालयमा अध्ययन गरिसकेपछि एसएलसी पास गरेर 50 सालको एसएलसीबाट आउट भएर गइरहँदाखेरिमा 51 सालमा जन्मेर म त जन्मेकै रहेनछु। यहाँ अध्ययन गर्ने आशिका भालेले मास्टर डिग्री इङ्ग्लिसमा मास्टर डिग्री गरेर अहिले पढाउँदै हुनुहुन्छ। त्यो संयोग पनि आज यो कार्यक्रममा त्यसले गर्दा आज एकदमै संयोग मिलिरहेको छ। अघि नै अगाडिका वक्ता मित्रहरूले बताउनु भए जस्तै हामी अहिले यहाँ उपस्थित भइराख्दाखेरिमा ठ्याक्कै 30-35 वर्ष अगाडि 32 वर्ष अगाडि सायद त्यहाँनिर फर्काउँदो रहेछ। म पहिलोचोटि भर्ना गर्दै गर्दा बद्री सरले भर्नाको बेलामा म बद्री सरको अनुहार जस्तो पुगिसकेको छु। उहाँले मलाई याद छ है। माथि चाहिँ केन्द्र प्रशासन भवन, त्यस्तै गरी 6 क्लासमा पढ्दै गर्दा संस्कृत पढाउनु भने त्यो सरलाई याद छ। सीता सिके त्यस्तै कालका छिने धेरै कण्ठस्थ पार्नु पर्थ्यो। हामीले संस्कृति सिकेकै कारणले गर्दाखेरिमा हामी अलिकति अरू विद्यालयको भन्दा हामी अगाडि नै छौँ जस्तो लाग्छ। जुनै त्यस्तै गरी हाम्रो आजको प्रमुख अतिथि हुनुहुन्छ। प्रमुख अतिथि हाम्रो माझमा हुँदै गर्दाखेरिमा हामीलाई पक्कै पनि अघि खलबहादुर सरले भन्नुभएको जस्तै धेरै शिक्षामूलक उहाँले पढाउनुहुन्थ्यो, हामीलाई पूर्व व्यवसाय पढाउनुहुन्थ्यो, पछि कृषि पढाउनुभयो। उहाँको विद्यार्थी नै हो। त्यसले गर्दा ती कुराहरू सम्झना आउँछ। यी शिक्षाहरू हामीले बत्सलाबाट जति पनि हामी विद्यार्थीहरू हुनुहुन्छ, धेरै विद्यार्थी साथीहरूले यो विद्यालयमा अध्ययन गरेर कोही साथीभाइहरू व्यावसायिक रूपमा सफल हुनुभएको छ, उच्चतम बिन्दुमा पुग्नुभएको छ। जस्तै पर्यटन क्षेत्रका कुलबहादुर गुरुङ लगायत हाम्रा शिवहरी सापकोटा शिवहरी रिजाल लगायतका साथीहरू पर्यटन व्यवसायमा एकदम राम्रो खालका सफलता प्राप्त गर्नुभएको छ। त्यसै गरी वैदेशिक रोजगारमा गएर साथीहरू, धेरै साथीभाइहरू वैदेशिक रोजगारमा सफलता प्राप्त गर्नुभएको छ। अर्को कुरा, जो साथीभाइहरू भारतीय सेना, नेपालका सेना अथवा नेपाल प्रहरी अथवा ब्रिटिस सेनामा भर्ती भएर उहाँहरू आर्थिक रूपमा, शैक्षिक रूपमा पहिलो कुरो शिक्षा त्यहाँबाट प्राप्त गरेर त्यो ठाउँमा प्रतिस्पर्धा गरेर सफलता प्राप्त गर्नुहुने साथीहरू धेरै हुन्छ। अहिले वैदेशिक रोजगारमा धेरै साथीभाइहरू सफलता प्राप्त गर्नु मैले आर्थिक रूपमा देखिरहेको छु। यस क्रममा मैले जोड्न खोजेको के हो भने राजनीतिक रूपमा अहिले हाम्रा धेरै साथीभाइहरू हुनुहुन्छ हुने क्रममा अहिले प्रमुखजी म विद्यार्थीको त्यो विद्यालयमा पढ्दै गर्दाखेरिको विद्यार्थीमा हामी दुईजना अलिकति अगाडि देखेको हुन्थ्यो। म के भन्न चाहन्छु भने हामी अहिले यो ठाउँमा आइपुग्दाखेरि पनि आइपुग्दै गर्दा पनि सरहरूका अगाडि अझै पनि विद्यार्थी नै हो जस्तो लाग्छ। जति नै माथि पुगे पनि पोस्टको हिसाबले पुग्यो होला, तर हामी शिक्षा लिने क्रममा जति साथीभाइ भेट्यो, जति सिक्दै गयो, अझै पनि विद्यार्थी नै हो जस्तो अनुभव भएको छ।
त्यसले गर्दा हामी जुनसुकै ठाउँमा पुगे पनि जतिसुकै राजनीतिक कोषमा होस् अथवा प्रशासनिक ठाउँमा होस्, हरेक सेक्टरमा जहाँ सफलता प्राप्त गरेको पहिलो देन भनेको हाम्रो पहिलो देन भनेको हामीले बच्छला देवी माविबाट लिएको शिक्षा नै सबभन्दा मूल आधार मैले मानेको छु। त्यसले गर्दा गुरुवर्गहरूबाट जुन शिक्षा प्राप्त गरे त्यसमाथि त्यसमध्येमा पनि हामीले अहिलेको कोर्समा छ कि छैन हाम्रो शिक्षा गुरुवर्गहरू हामीले पढ्दै गर्दाखेरिको सबभन्दा मुख्य कोर्स भनेको नैतिक शिक्षा थियो। नैतिक शिक्षाभित्रका केही कुराहरूलाई हामीले आधार मानेर आफ्नो जीवनमा प्रयोग गर्दै गर्दाखेरिमा हामीले धेरै कुराहरू सफलता प्राप्त गर्दो रहेछ भन्ने कुरा मैले सिकेको छु। अहिले म जहाँसम्म यहाँ पुग्दै गर्दाखेरि पनि सकेसम्म गुरुहरूले पढाउनु भएको नैतिक बल र त्यो हाम्रो बच्छला माविका जुन समुदाय, रिजाल समुदाय, पौडेल समुदाय, सिन्था समुदायहरूसँग हामीले जुन खालको क्लासमा सानो क्लासदेखिको एटेचमेन्ट गर्दा सिकेका कुरा धेरै ज्ञान अरू ठाउँका साथीभाइले भन्दा अलिक अलगै हुँदो रहेछ। धेरै साथीभाइहरूले भन्ने गर्दछन् अलिकति फलाना त्यस्तो टाइपको भन्छ नि, हामी सिकेको साथी के अरे हाम्रो चाहिँ गुरुवर्ग हामीले सिकेको सङ्गत उच्चतम खालका शिक्षाहरू सिकेर हामीसँग ज्ञान राखेको हुनाले हामीले के चिज खराब चिजलाई हामीले प्रयोग गर्दैनौँ, असल चिजलाई हामीले प्रयोग गर्दै आएको हुनाले हामीले अहिले सफलता प्राप्त गरेको मैले महसुस गरेको छु। त्यस क्रममा अब हामीले के गर्नुपर्छ भन्नुपर्दैन। अहिले यो भूतपूर्व बच्छला के अरे मावि र भूतपूर्व विद्यार्थी समाजले यो कार्यक्रम गर्दै गर्दा योभन्दा धेरै साथीभाइलाई चाहिँ जोड्नु जरुरी छ। जोड्ने क्रममा चाहिँ के गर्नुपर्छ भन्नुपर्दैन। अहिले देशभन्दा बाहिर देशभित्रका धेरै साथीभाइलाई जोड्नुपर्छ। जोडिसकेपछि यो भूतपूर्व विद्यार्थी समाजले अहिले वर्तमान व्यवस्थापन समितिका अध्यक्ष, व्यवस्थापन कार्य समिति, त्यसपछि अभिभावक, विद्यार्थी, शिक्षकहरूसँग हामीले कोअर्डिनेट गरेर अहिलेको आधुनिक शिक्षा संसार अहिले ग्लोबलाइजेसन एउटै गाउँ भएको छ। के अनुसारको हाम्रा त्यहाँबाट उत्पादन गरेका विद्यार्थीहरूलाई नेपालमा मात्र प्रतिस्पर्धा गर्ने होइन, कि अन्तर्राष्ट्रिय रूपमा कसरी प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सकिन्छ भन्ने खालका शिक्षाहरू लागू गर्नको निम्ति अहिले हाम्रै यहाँका चाहिँ पालिकाहरूमा हुँदै गर्दाखेरि मात्रै शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ। शिक्षा क्षेत्रमा लगानी गर्दै गर्दा उहाँको कार्यकालमा फेरि हाम्रो धादिङ जिल्लामा 100भन्दा बढी सामुदायिक विद्यालय हुँदै गर्दाखेरिमा बच्छलाले पहिलो नम्बर आएको पनि छ। यसले गर्दा त्यो खेर गएको छैन। अझै पनि सरकारी स्थानीय तह सरकारबाट, पालिकाबाट पनि सहयोग गर्नु पर्यो। धेरैभन्दा धेरै बाहिर रहेका साथीभाइलाई जोडेर हामीले भूतपूर्व विद्यार्थी समाजको पनि शिक्षा विद्यार्थी र त्यहाँका चाहिँ व्यवस्थापक समितिसँग बसेर व्यवसाय जीवनमा काम लाग्ने खालको, त्यहाँ पढिसकेपछि जीवनमा विदेश जाँदा नेपालमा बस्दा काम लाग्ने खालको एउटा शिक्षामा जोड दिनुपर्छ। साथै पक्कै पनि हामीहरू, हाम्रो गाउँका साथीभाइहरू, विद्यार्थीहरू के छ भन्नुभयो भने पहिला एसएलसी गर्न साथ टाढी मुलुकमा जाने गर्थ्यो, अहिले प्लस टू गर्न साथ विदेश जाने गर्दछन्। यस क्रममा सबभन्दा समस्या कुरा आर्थिक रूपमा त उहाँहरू मजबुत हुनुहोला। समस्या के हो भन्नुभयो भने हामीलाई चाहिएको के हो भन्नुभयो भने प्रशासनिक रूपमा हाम्रा फलमान जस्ता धेरै इन्जिनियरहरू उत्पादन गर्न छ। अघि उहाँले भन्नुभएको कुरामा म केमा पोइन्टमा आउँछु भन्नुभयो भने हामी कहाँ शिक्षकहरू त गुरुवर्ग धेरै उहाँले भन्नुभएको कुरामा म केमा आउँछु भन्दा उहाँले कुनै बेला म भूतपूर्व विद्यार्थी भएको नाताले मैले योगदान गर्नु परेन, म पनि योगदान गर्छु भन्दै गर्दाखेरिमा हाम्रो समाजमा वास्तवमा भन्ने हो भने प्रशासनिक रूपमा निजामती सेवामा कोही पनि जागिर खनाइ गरेको छैन, लोक सेवामा भिडेकै छैन। अनि हामीले त्यो ठाउँमा लोक सेवा भेट्दैन, त्यहाँनिर चाहिँ अब भर्ना हुँदैन, अनि कसरी चाहिँ तपाईँको त्यहाँनिर चाहिँ त्यहाँबाट सेवा पाएन भनेर विरोध गरेर मात्र हुँदैन। हामी तुरन्त कष्ट नि खाना भएन भन्ने त्यो होइन, हामीले त्यो ठाउँमा त जानु पर्यो। यस क्रममा धेरैभन्दा धेरै नेपालमा विकास गर्नु छ। उहाँले धेरै ठाउँ घुम्नुभएको छ, अझै पनि
धेरैभन्दा धेरै इन्जिनियरहरूको आवश्यकता छ। कस्ता खालका विद्यार्थीलाई इन्जिनियरिङतर्फ पढाउनु भन्ने खालका उहाँको सेक्टरबाट योगदानको लागि हाम्रो भूतपूर्व समाजले चाहिँ उहाँहरूलाई सरसल्लाह दिनुपर्ने होला। त्यस्तै गरी अर्का साथीहरू हुनुहुन्छ, विज्ञ साथीहरू जस्तै सेना र प्रहरीका चाहिँ धेरै उच्चतम तहका हाम्रो भूतपूर्व विद्यार्थीहरू हुनुहुन्छ। सेना र प्रहरीमा के अरे सेकेन्ड वर्कर हुनको लागि, डाइरेक्ट इन्सपेक्टर हुनको लागि कस्ता खालका कोर्सहरू तयार गर्नुपर्छ भन्ने खालका कुराहरू पनि उहाँहरूसँग दिएर हामी हाम्रा विद्यार्थी आदरणीय सबैका गुरु मेघनाथ रिजालज्यूलाई म विनम्र अनुरोध गर्दछु। माइक र अब नामको श्री पछलादेवी कसरी रह्यो, माघी कसरी बन्यो र जग्गा उत्पादन उपलब्धि कसरी भयो भन्ने विषय अब यहाँदेखि होला है त्यहाँ हुन्छ। अब त्योतिर जाउँ। सर्वप्रथम पहिले म के थियो भनेदेखि भूमि सुधारमा आधार पहिलो सुरु त 21 सालबाट 21, 22, 23, 24, 25सम्म। अब 25 सालपछि दाजुभाइहरू त्यही त हो, हामी 6 भाइ अब आमा पुगी 63 वर्ष। अब जागिर ठाउँ घरको लिएर नि घर हेरेर जागिर पाइन्छ। अब त्यो जग्गा के भन्छ त्यो लखेर पखेर संसार अब सबैले अब थाहा भएको कुरा हो। डाँडा अब भएर जागिर छोड्दैछ, जागिर छोडेर गइसकेपछि त म के भएँ, म त बाहिर गएर मेरो हिँडेको व्यक्ति। अब म त पिँजडाको सुगा जस्तो गयो गाउँमा। के गरेँ, समय कहाँ गरेँ तर समय बिताउनलाई बडा मुस्किल परेर अब के गरेँ भन्दा एकजना ओभरसियर गरेर बस्ने चिन्ता गर्दा उहाँ गएका थिए। र उनले के भनेदेखि तपाईँहरूको यहाँ स्कुलको बोल्नुहोस् भनेर उनले प्रेरणा, त्यो प्रेरणा पाएपछि स्कुल खोल्यो भनेर दाजुभाइहरू सबै बसेर हामी के गऱ्यौँ भन्दाखेरिमा स्कुल खोल्यो भनेर अठोट गरियो। त्यो गत सालको कुरा भन्दा 28 साल माघ महिनाको कुरा। र त्यो बेलामा अब भवनहरू केही छैन के घरमा बस्ने गर्ने एउटा पोलिसी ल्याएर पढाउने कुनै पढाइ र अनि त्यसपछि गएर अब यो आर्थिक सहयोगबाट रसोबाट पाइएको आर्थिक सहयोग अनुदान थोरै रकम दिए हुन्थ्यो। त्यहीबाट अब के गर्ने भन्दा रिजाल परिवारबाट पछि 8 कोठे भवन के गर्नु भन्दा निर्माण गरियो। 8 कोठे निर्माण गरियो। अब छाउन त के छाउन अब जस्ता चाहिँ स्थापना गर्ने हामीले प्रतिबद्ध गरेका छौँ। मैले यसमा पनि गरेका छौँ र हाम्रो अध्यक्षजीले पनि अघि नै व्यक्त गर्नुभयो। हाम्रो पैसा चाहिँ जम्मा 1,75,000 यो छपाईमा खर्च भएको छ र यो छपाईको आधा % चाहिँ हाम्रो गाउँपालिकाले बेहोरिदिनु भएकोमा उहाँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र ताली बजाइदिनु सबैले। र यो पैसा चाहिँ अब हाम्रो पैसा के अरे सहयोगको रूपमा चाहिँ 500 दिने भनेका छौँ होइन। कतिजनाले दिन सक्नुहुन्छ हुन्न होइन, दिन नसक्नेलाई हामी चाहिँ जबरजस्ती कुरा नि भएन। अनि त्यो उपलब्ध गराएर किताबको पैसा पनि उठाउँछौँ र विज्ञापनबाट पनि उठाउँछौँ र चन्दा सहयोग पनि लगभग 89,000 कति चाहिँ हाम्रो चन्दा सहयोग पनि बोल्नु भएको छ। कसैले दिनुभएको छ होइन, त्यो बोल्नु भएपछि दिनु होला। त्यो पैसा उठ्यो भने हामी बाँकी रहेको पैसा आदि त उहाँले दिनु भनेर प्रतिबद्धता जनाइसक्नु भएको छ र आदि पैसा हामी त्यो खर्च गरेर बाँकी पैसा चाहिँ त्यो अध्ययको स्थापनामा चाहिँ हामी के अरे त्यो अगाडि बढाउने प्रतिबद्धता यहाँहरूमा गर्न चाहन्छु। किनभने हाम्रो पछलामा अहिलेसम्म अध्ययको स्थापना भएको छैन। अब सरहरू सबैलाई थाहा छ होइन, कतिपयले बोलेर आउनु भएको छ, अब त्यहाँबाट चाहिँ फर्किनै भएको छैन। कतिपयले अस्ति मात्रै वार्षिक उसमा बोले पनि अहिले के कानुनी प्रक्रिया लफडा रहेछ भनेर अगाडि नबढाउने जस्तो पनि बुझिरहेको छ। कानुनी प्रक्रिया त लफडा हुन्छ नि, कसैको भने त तपाईँको त्यसै
थप्पक लगाएर दिने अनि एउटा चाहिँ त्यहाँको समिति अथवा त्यहाँको के अरे प्रशासनले चाहिँ लक्क पार्ने त होइन नि। यो त 50औं वर्षसम्म अथवा के अरे 100औं वर्षसम्म निरन्तर जानुपर्छ होइन। त्यो अक्षय कोष भनेको भोलिको दिनमा अझ थपेर चाहिँ बढाउने हो त। अक्षय कोषको चाहिँ परिभाषै नबुझेर त्यो साथीहरू होइन। त्यो त कानुन बनाएर अथवा चाहिँ कार्यविधि बनाएर त्यसको चाहिँ ब्याज मात्रै हामीले खर्च गर्न पाउने हो। ब्याजको पनि कति % प्रशासनिक खर्च गर्नु पाउँछ, कति % विद्यार्थीले दिनुपर्छ, विद्यार्थीले कसो विद्यार्थीले दिने त्यो चाहिँ त्यहाँ त कार्यविधि त खुलाउनु पर्यो त। अनि त्यसैले हामीले चाहिँ विद्यार्थी समाज एउटा चाहिँ टिम हो नि त। हामी चाहिँ 2-2 हजार 5-5 हजार उठायो भने हामी 100 जना मिल्यो भने त 5 लाख त जुटाउन त के अरे केही हुँदैन नि होइन। त्यसैले यसको लागि तपाईँ हामी सबैले चाहिँ अलिकति चाहिँ कन्ट्रिब्युसन गरौँ भन्ने मैले चाहिँ यहाँहरूलाई आग्रह गर्न चाहेँ, अनुरोध गर्न चाहेँ। अनि त्यसपछि हाम्रो भिरको सर लगायत हाम्रो सरहरूले पनि होइन के अरे हाम्रो पनि लेख रचना आएन भने मैले अब सबैलाई फोन गरेर दिन जानकारी गराउन सकेन। यहाँहरू सबैले हेर्नु भएको छ, ग्रुपमा पनि मैले म्यासेज हालेको, इन्डिभिजुअल रूपमा हाम्रो कार्य समितिको तपाईँको छोरा पनि कार्य समिति हुनुहुन्छ, छोरा साथीहरूले ग्रुपमा पनि हेरिरहनु भएको छ। र मैले लास्ट राउन्डमा कसैले पनि के अरे लेख रचना चाहिँ दिनलाई गाह्रो मानेपछि मैले फेसबुकमा पनि सेयर गरेको थिएँ क्या। चैतको चाहिँ हामीले 15 गते 20 गते कि 15 गतेसम्म भनेर राशिकाल थाहा छ त्यसरी भनेर पनि सेयर गरेँ। त्योभन्दा पछाडि नै हामीले चाहिँ मसानोसम्म लिइरहेको थियौँ क्या। त्यो गर्दा पनि अब उपलब्ध नगराउने मान्छेलाई अब लेख्न त तपाईँहरूले लेखिदिनु पऱ्यो, हामीले लेखेर त भएन। कतिपयको शुभकामना मैले 2-3 जना शुभकामना म आफैले लेखेको छु है। अब त्यो लेटर प्याड पाएपछि त लेख्ने भयो होइन। अब व्यवहार त त्यही बसलाको स्पेरियड लगाएर लेख्ने त होइन। त्यसरी लेखेर पनि त्यहाँ चाहिँ हामीले समावेश गरेका छौँ। किनभने उहाँहरूलाई पनि एउटा मानको रूपमा चाहिँ राख्नु परेको छ होइन, राख्नु पर्ने हुन्छ। किनभने उहाँहरूको पनि योगदान छ होइन। अब भाषा मिलाउन लेख्नलाई के अरे मान्छेको चाहिँ आफ्नो आफ्नो चाहिँ के अरे ऊ हुन्छ नि हेबिट होइन। कसैलाई बोल्न चाहिँ आउला, कसैलाई चाहिँ काम गर्न आउला, कसैलाई लेख्न आउला होइन, कसैलाई सहयोग गर्न आउला होइन। त्यो आफ्नो आफ्नो क्षमता हुन्छ नि। त्यसैले चाहिँ उहाँहरूले पनि अब स्कुललाई चाहिँ के अरे शुभकामना दिने मन लागेको छ। भाषा मिलाउन नजाने कारणले पनि लेख्न नसकिरहेको अवस्था होला। पहिले अब यहाँ हाम्रो समाजको साथीहरूलाई पनि रिक्वेस्ट गराएँ होइन। अब त्यो साथीहरूले चाहिँ त्यो लेटर हेडमा नपाएको कारणले तपाईँहरूको लेटर हेड के अरे शुभकामना चाहिँ मैले के अरे उसमा चाहिँ शुभकामना पेजमा हालिदिएको छु होइन। सतदेवी काठमाडौँ सम्पर्क समाजको, सतदेवी के अरे रिजाल सेवा समाजको सबैको मैले राखिदिएको छु। अनि त्यसै गरेर हाम्रो अहिंसावादी युवा क्लबको अनि सबै स्कुलको तिनीहरू पनि राखिदिएको छु होइन। यहाँहरूले चाहिँ अब सहयोग गर्ने नगर्ने हाम्रो ठाउँमा छ होइन। हामीले चाहिँ अब सबैलाई चाहिँ समान रूपमा सम्झिएका छौँ। र यो अघि नै हाम्रो बद्री सरले भन्नुभयो, हामीले सबै हाम्रो अघि बाहिर लेख्नु भएको जस्तै टेकबहादुर तामाङ लगायत हाम्रो दामन पाखरिन काजीमान तामाङ अनि त्यसपछि डुक्पा लामा लगायत उहाँहरूको जुन सुब्दा घले होइन, दलबहादुर घले अनि वीरबहादुर तामाङ उहाँहरू सबैको हामीले चाहिँ त्यो लेखमा चाहिँ समावेश गरेका छौँ, समेटेका छौँ। विद्यालयको चाहिँ इतिहासमा पनि हाम्रो किशन सरले लेख्नु भएको छ, त्यसमा चाहिँ मैले चाहिँ अपलोड गरेर लेखेका छौँ। त्यसै गरेर के अरे भू विद्यार्थीको चाहिँ इतिहासमा पनि ती कुराहरू सबै कुरा लेखेका छौँ। र मेरो के अरे कार्यकाल जुन 17 वर्षको कार्यकाल 3 वर्षको चाहिँ के अरे विवेश अध्यक्षको कार्यकालमा भएको सहयोग गरेको कुराहरू पनि सबै लेखेका छन्। अब कतिपय चाहिँ अब छुट्न पनि सक्ला होइन। तर छुटेको खण्डमा हामी आउँदो संस्करणमा फेरि समेट्नेछौँ। र अघि नै सरले भन्नुभयो हामीले व्यक्तित्व परिचयमा पनि धेरै मानिसहरूको समेटेका छौँ, 40 जना भएको छ। तर धेरै मान्छेको अझै छुटेको रहेछ भने हामीले अहिले अनुभव भएको छ। त्यसको लागि आउँदो संस्करणमा हामी पक्कै पनि समेट्नेछौँ होइन। कतिपय चाहिँ हाम्रो के अरे मुकुन्द दाईको चाहिँ समेट्यो, हाम्रो सुदर्शन दाई होइन। अनि अरू साथीहरूको समेट्न छुटेको छ। यसको लागि क्षमा प्रार्थी छ। अब धेरैजनाको एकैचोटि